अब यहाँलाई विभिन्न सङ्गीत क्षेत्रमा यहाँ लागिरहनु भएको छ। प्रवासमा रहेका पुरिया लगायत अन्य प्रवासमा रहेका प्रवासीहरूको मुटु छुने खालको त्यस्तो सङ्गीत निकाल्ने सोच्नु भएको छ। डेफिनेटली अब एउटा विदेशमा जान्छु मैले मेरो एउटा राष्ट्रगीत गाइरहेको हुन्छु, मेरो देश प्यारो नेपाल। यो गीत गाउँदा विदेशमा बस्ने प्रवासीहरू अत्यन्तै भावविह्वल भएको पाएको छु होइन। अनि विदेशमै रहेर सम्झिन लायक एउटा गीत पनि रेकर्ड गर्दैछु। आमा म सपना बुन्दैछु परदेशमा, तिमी देशमा देश बनाउँदै, आमा म परदेशमा बाँचिरहेछु, तिमी देशमा देश बचाउँदै। एउटा परदेशमा भएको छोराले गाउँमा सम्झिने, गाउँ सम्झिँदाखेरि गाउँमा छोराहरू छैन होइन, सबै रित्तै छ, लेडिज मान्छेहरू मात्रै छन्। उसलाई परदेश बस्न मन छैन, गाउँ जाने मन छ होला, तर परदेशमा बस्नु उसको बाध्यता हो। सुन्दैछु हाट बजार जाने युवाहरू छैनन् रे, सुन्दैछु मलामा काँध थाप्ने छोराहरू छैनन् रे, आमा तिमी गाउँघरमा संस्कार निभाउँदै गर, म परदेशमा बाँचिरहेछु, तिमी देश बचाउँदै गर। एउटा परदेशकै लागि तपाईँले परदेशका लागि सोच्नु भएको छ। अब अलिकति छुटेको छ तपाईँको यो कलाका यो गायक क्षेत्रको अहिलेसम्मको समयमा आइपुग्दा आफूलाई कुन चाहिँ गीतले बढी मुटु छोएको अनुभव गर्नुभएको छ तपाईँले व्यक्तिगत रूपमा भन्नुपर्दा? श्रोताले भन्ने कुरा छँदैछ। अब आफ्नो हरेक सन्तान आफ्नो राम्रो हुन्छ होइन। मलाई सबै गीत नै मनपर्छ है पनि। मलाई यहाँभन्दा अगाडि मबिना सङ्ग्रहित रहेको एल्बम अर्को एउटा गजल छ, याद गर्न पनि कोही न कोही त चाहिँदो रहेछ, कुनै मोडमा गुमाएको रहेछ, यो अत्यन्त मनपर्छ। अहिलेको एल्बमको नयाँ एल्बमको डुबाएर पार्टीमा एकदमै मनपर्छ। अब कोरियामा रहेका नेपालीहरूलाई तपाईँले प्रोग्राम देखाइसक्नुभयो। अब अन्तिममा यहाँका नेपाली सम्पूर्ण नेपालीहरूलाई के भन्न चाहनुहुन्छ तपाईँको तर्फबाट? जहाँ हुनुहुन्छ जस्तो हुनुहुन्छ राम्ररी बस्नु होला। आफ्नो बाध्यताले आफ्नो परिस्थितिले विदेशमा हुनुहुन्छ र राम्रो गरिरहनु भएको छ। डेफिनेटली विदेशमा आएर बस्न कसैलाई सजिलो छैन, अत्यन्त गाह्रो छ, तर पनि बस्नुपर्छ। अब यो अवस्था यस्तो छ, तर जस्तो हुन्छ जे हुन्छ देशलाई सम्झिदिनु भएको छ, माया गर्नुभएको छ, एउटा आफ्नो जीवनयापन चलाइरहनु भएको छ। खुसी हुनुहोस्, बस्नुहोस्, राम्रो गर्नुहोस्, कहिलेकाहीँ हामीलाई सम्झिनुहोस्, बोलाउनुहोस्, माया साथमा एउटा भेटघाट गर्ने अवसर हुन्छ। र अन्तमा सबै जहाँ हुनुहुन्छ जस्तो हुनुहुन्छ यहाँहरू सबैको उत्तरोत्तर प्रगतिको कामना। आज तपाईँलाई झापा मिलन समाजले यहाँ स्वागत तथा अभिनन्दन कार्यक्रमको आयोजना गरेको छ। तपाईँले झापा मिलन समाजलाई के भन्न चाहनुहुन्छ? धेरै धेरै धन्यवाद। आफ्नो जिल्लाले सम्झिँदा निकै खुसी हुँदो रहेछ। सुन्छु अरू धेरै जिल्लाहरूले आफ्नो आफ्नो कलाकारलाई धेरै सम्झेको सुनेको हुन्छ। झापाले पनि मलाई सम्झेकोमा अत्यन्त धेरै 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 हवस् त। यहाँ चर्चित गायक प्रमोद खरेल हामी सबैलाई धन्यवाद। डुबायो पापी मायाले, डुबायो पापी माया